म नेपाली हो र इन्डियामा मैले क्याफे चलाउने गर्छु र साथसाथै मेरो एप्पलको अर्चर्डहरू पनि छ। त्यसमा हाम्रो दाजुभाइहरूले के काम गर्नुहुन्छ त्यो चाहिँ मैले यस च्यानलमा शेयर गर्छु। तपाईहरुलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला है। अनि आज हामी बनाउँदै छौं आफ्नो क्याफेमा कोइरालको सब्जी। इन्डियामा यसलाई कचनार भनिन्छ है। ल अब सुरु गरौं कोइरालको सब्जी बनाउने प्रोसेस। यसलाई पहिला छाटेर धोएर उबाल्ने 7 देखि 8 मिनेटसम्म। त्यसपछि तोरीको तेल तातो भएपछि जीरा हाल्ने, लसुन प्याज हाल्ने। लसुन प्याज चाहिँ हल्का ब्राउन हुने गरी भुट्ने। त्यसपछि रेगुलर मसलाहरू जस्तै कि पिसेको धनिया, गरम मसला, बेसार हाल्ने। अनि नुन खुर्सानी चाहिँ आफ्नो स्वाद अनुसार हाल्दा हुन्छ। 20 देखि 25 मिनेट भित्र यो सब्जी पाक्छ। तपाईहरुले यसलाई यसरी खाँदा पनि हुन्छ र यसमा पछि दही एड गरेर खाँदा पनि हुन्छ। अनि हामी चाहिँ आफ्नो गेस्टलाई दुवै तरिकाको सब्जी खुवाउने छौं। तपाईहरुलाई मेरो भिडियो राम्रो लाग्छ भने प्लिज शेयर गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। हवस् त भेटौँला नेक्स्ट भिडियोमा। बाइ बाइ।